हेलो साथीहरू, गुड मर्निङ। हामी चाहिँ आज पिकनिक खान आएको टोलबाट है। सानो गाडीमा पिकनिक खान आएको अवस्था यहाँ झोला नि यस्तरी बोकेर आज चाहिँ पिकनिकको एकदमै भिड रहेछ यहाँ, धेरै धेरै भिड, रमाइलो छ। कस्तो राम्रो देखेको, तर पातहरू हेर्नु कति खसेको है। अब पात खस्ने मौसम हो यो अब। ए ए ए फागुन त लागेन नि त। आज त एकदम प्याक रहेछ है, एउटा पनि खाली छैन हौ। त नि ल आज एकदम भिड रहेछ सानो गाडीमा गाइज। ल सबैजनाले जाडो मौसममा पिकनिक मनाइरहेछ। हामीलाई पनि पिकनिक लाग्यो गाइज। कस्तो चिसो भयो है, आज त घामै नलाग्ला जस्तो दिन पार्यो त। ठाउँ पनि राम्रो छ नि त यहाँ, खोलाको छेउमा। गर्मीमा झन् मजा हुन्छ है, शीतल सरर आउँछ। आउने बित्तिकै खाजा भिड भिड भिड। ल आज हामी पिकनिक खान आएको सानो गाडीमा। अनि पिकनिक खान आएको सानो गाडीमा हामी सबैजना हजुरहरूले आउनु होला, रमाइलो रहेछ। धेरै पिकनिक आज कति भिड है फेरि, ठाउँ रहेछ। आज एकदमै भिड, शनिबार भएर होला। खाजा खाने टाइम एक लट त खायो, एकचोटि खायो, अब फेरि एकछिनमा खाने बेला हुन्छ। अहिले चाहिँ हामी घुम्न आएको, टिकटक बनाउन एकछिन। अब चाहिँ हामी जू हेर्न जान लाग्यो है, जू हेर्न। सानो गाडीको जू कस्तो छ म अहिले भिडियो गरेर देखाउँछु है, हेर्नु होला राम्रोसँग। ल है गाइस, जू देखाउँछु भनेको त चाबी बन्द रहेछ। अहिले पछि खोल्यो भने, अहिले पछि फेरि आउँछु, खोल्यो भने चाहिँ देखाउँछु है। मेरो ग्रुप, मेरो साथीहरू, मेरो गाइजहरू। कस्तो राम्रो देखेको है यो कलर, के निलो लगाएको त कति राम्रो देखेको। सानो गाडीमा यस्तो राम्रो गैँडाको स्ट्याचु पनि छ। यो चाहिँ हाम्रो ग्रुप हो है गाइज। गएर कोही फोटो खिच्न लागे, कोही उभिए छ, कोही के गरिरहेछ। हेलो हेलो। ल गाइजहरूलाई आज पिकनिकमा कस्तो लागिरहेछ? ल भर्खर सुरुवात त भइरहेछ है, सुरुवात त भइरहेछ। अब कस्तो लाग्यो है भनिहाल्नु। एकदम गुड लाग्यो यस्तो लाग्यो अरे। गुड गुड। यत्रो अम्लाहरू नदेखाउनु। ल हेलो हेलो। ल कस्तो राम्रो देखेको। वाव 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 वाव। यो हो सानो गाडीको
पार्क यस्तो राम्रो खतरा बनाएको रहेछ। एकासी दिदी यता बस्नु कान्छे दिदी टपरा टपरामा खाने आज सङ्गीता म्यामले टपरामा वनभोज टपरामा वनभोज यसले त पेटमा पाइन्छ त यो अर्कै पार्टी रहेछ है यो वनभोज होइन त यो चाहिँ हेलो हेलो पापडहरू त ब्राउन मनपर्छ कि मलाई। ल ल गाइजहरू ल खाइस्यो गाइजहरू सेकेन्ड लट खाँदा खाने बेला है यो चाहिँ। लाइनमा लाइनमा गुरुवा गुर्सिनीहरू चाहिँ नखेल्ने है क्या हो। नखेल्ने क्या हो भने कोही पनि ननिस्केको गुर्सिनी पनि खेल्ने होइन। ठुलो छ तर यहाँ देख्ने मिर्गा मिर्गा कबाट कचुवा खरायो है चरा कस्तो धेरै जाली हालेर एउटा मात्रै सुतिराखेको के रहेछ ला उड्यो कहाँ गयो के गेम सुरु ओ बिस्तारै ल जा छिटो जा सतास खसिहाल्यो नि यता बाबुलाई यता बाबुलाई भयो होइन देखे क्या आँखा ट्याप्की ट्याप्टी बिहा त देखे क्या लौ न लौ 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 आज बल्छी थियो रे बिङ्गो गेम खेलेको अवस्था यो चाहिँ हामी बिङ्गो खेल्दैछौँ। अर्काले फर्स्ट सेकेन्ड बुझाइसक्यो आफ्नो चाहिँ यति परिरहेको कस्तो नराम्रो छैन केही नम्बर पर्दैन भाइ यत्रो हुँदैन
ए तेरी उसले खाइसकिँदा नि म ढिलो भयो नि खिच्नलाई ए खानाको लाइन 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 यो चाहिँ हाम्रो पिकनिक ग्रुप हो हाम्रो यहाँ पाक्दैछ रामकृष्ण टोलीका संस्था वनभोज कार्यक्रम यसरी नाचिरहेछ त पिकनिक कति हो कि आज त है